हेलो एभ्रिवान वेलकम टु पार्ट 9 अफ मोबाइल रिपेयर इन्फर्मेसन एन्ड सल्युसन। आज हामी कुरा गर्न जाँदैछौँ फोनको फ्रन्ट स्पिकरको बारेमा। फ्रन्ट स्पिकर बिग्रिने धेरै कारणहरू छन्, जस्तै फोनको स्पिकरमा डस्ट छिरेर, फोन ड्रप भएर वा वाटर ड्यामेज भएर, यति मात्र नभएर कहिले कहिले आफै अटोमेटिक पनि बिग्रिन सक्छ। यसमा आउने प्रब्लमहरू कलमा गर्दाखेरि झ्यारझर आउने, कहिले कहिले हजुरले बोलेको उता नसुने, उता बोलेको हजुरले नसुने जस्तो प्रब्लम हुने, बोल्दा बोल्दै आफै म्युटमा जाने, यति मात्र नभएर अरू समस्याहरू पनि धेरै छन्। अब लागौँ यसको सल्युसनहरूतिर। फ्रन्ट स्पिकर क्लिन गर्ने या फ्रन्ट स्पिकरको माइक पनि क्लिन गर्न सक्नुहुन्छ। यदि गर्दा पनि भएन भने फ्रन्ट स्पिकर नै चेन्ज गर्न नि सक्नुहुन्छ। र कहिले कहिले मदरबोर्डबाट पनि यस्तो समस्याहरू देखा पर्न सक्छ। सो अवस्थामा हजुरले मदरबोर्डबाट रिपेयर पनि गर्न सक्नुहुन्छ। यदि तपाईँको पनि फोनको फ्रन्ट स्पिकर रिपेयर गर्नु छ या फोन सम्बन्धी कुनै पनि कुराको रिपेयर गर्नु छ भने मोबिजिला रिपेयर ल्याबलाई सम्झन सक्नुहुन्छ या हाम्रो अफिसियल वेबसाइट mymobizilia.com मा पनि भिजिट गर्न सक्नुहुन्छ।